नमस्कार सम्पूर्णलाई यो स्पेन इन हेल्पिङ ग्रुपमा सबैजनालाई स्वागत छ है। किनकि हिजो चाहिँ मैले यो अभियान गरेको थिएँ, हिजो जस्तो लाग्छ हैन। अहिले निकै भयो, एकदमै सबैजनाको आश लाग्ने भएको छु जस्तो लाग्छ हैन। सबैजनाले फोन गर्दाखेरि, सबैजना सोध्दाखेरि एकदमै खुसी लागेको छ हैन। किनकि अब चाहिँ हामीले चाहिँ यो अभियानलाई चाहिँ एकदमै अब पछिको लागि धेरै दिगो तरिकाले चाहिँ लानको लागि चाहिँ मैले चाहिँ खोलेको थिएँ हैन। अरू पनि धेरै सहयोग गर्नुभएको थियो हैन। त्यसकारणले चाहिँ मैले चाहिँ एउटा सानो घर लिएको थिएँ साहुको जिम्मेवारीमा लिएर हैन। अनि त्यसपछि मैले चाहिँ अरू मान्छेहरूलाई पनि लिएको थिएँ। जेस मैले 1-2 महिना चाहिँ मैले चाहिँ जेस 1-2 महिना चाहिँ सबैलाई पैसा उठाउने, त्यसपछि चाहिँ 1-2 महिना पछि चाहिँ एक-एकजनालाई चाहिँ फ्रीमा गरिदिने भनेको थिएँ। मैले लाइभमा पनि भनेको थिएँ, सबैले फोनमा गर्दा पनि मैले सबैलाई भनेको थिएँ। अनि मैले चाहिँ लिएको भर्खर यो नयाँ सुरुवात हो हैन। अनि त्यसपछि मैले चाहिँ 1-2 महिना पछि गर्ने भनेको थिएँ। हिजो लाइभमा आउँदाखेरि हिजो मैले थाहा आउँदै आउन भनेको थिएँ लाइभमा, किनकि हिजो चाहिँ कन्टिन्यू आउँदा पनि अलिकति कस्तो हुन्छ कि हैन, 1-2 दिन बिराएर आउने भन्ने सोचेको थिएँ। तर हिजो चाहिँ फोन गर्दाखेरि चाहिँ एकजना दाइले चाहिँ के भन्दा चाहिँ मलाई यस्तो यस्तो प्रब्लम पर्यो, त्यसकारण चाहिँ मैले चाहिँ उहाँलाई के होला भनेर चाहिँ मैले अर्को दाइलाई चाहिँ हैन अब कसै मार्फतबाट आउने होला भनेर चाहिँ मैले चाहिँ आएको थिएँ। अनि त्यसै बोल्दै क्रममा चाहिँ भाइले चाहिँ के भन्नुभयो भने कमेन्टमा हैन, मलाई चाहिँ गाह्रो भयो दाइ हैन, अब रोडमै सुत्ने अवस्था भयो, एकदमै गाह्रो भयो, के गर्ने घरको स्थिति पनि त्यस्तै छ भनेपछि चाहिँ मलाई एकदमै मन छुयो क्या। किनकि मैले पनि त्यो पार गरेर आएको थिएँ नि त। त्यस्तो भन्दाखेरि हैन एकदमै दुःख लाग्यो। अनि त्यसपछि भाइलाई मैले माथि तार्ने हैन टिकटक लाइभमा। त्यसपछि चाहिँ अनि के हो कसो हो भन्दाखेरि भाइले चाहिँ यस्तो यस्तो हो दाइ, मलाई एकदमै गाह्रो अब स्पेनबाट पनि मैले त्यसरी अब दुःख गरेर आएको है, घरको स्थिति पनि त्यस्तै छ भनेर चाहिँ अब त्यतिखेर चाहिँ मेरो मन चाहिँ एकदमै हैन छुयो नि त। त्यसकारण चाहिँ मैले चाहिँ ठिक छ, तिमीलाई चाहिँ मैले यो घर नयाँ लिएको छ, तर ठिक छ म तिमीलाई चाहिँ जसरी भयो नि 1 महिना हुन्छ 2 महिना हुन्छ तिमीलाई चाहिँ म त्यहाँ चाहिँ राख्नेछु, खानको लागि चाहिँ बरु तिमीले व्यवस्था गर भनेको थिएँ हैन। अनि अहिले विश्वासै लाग्दैन भने मेरै भाइलाई सोधे हुन्छ। भन भाइ। सबैलाई नमस्ते। दाइले मलाई आज रिसिभ गरेर यहाँ त्यहाँ आफ्नो बसेको ठाउँमा ल्याएर राख्नुभयो, म धेरै खुसी छु। हिजोको दिनमा म धेरै दुःख पाएर यहाँसम्म आइपुगेँ। यहाँ पनि दुःखै गर्न खोजेको थिएँ, तर आर्थिक स्थितिले गर्दा यताउता गर्दाखेरि मैले त्यो सपोर्ट पाएन। मलाई यहाँ स्पेनमा कामदेखि लिएर धेरै गाह्रो भयो, बस्ने ठाउँ पाएन। त्यसैले दाइसँग मैले गरेर आज म यहाँ आइपुगेको छु। यसको लागि दाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जेस अब कुनै पनि मान्छे हैन, अब कुनै पनि भाइ जस्तै मान्छे एकदमै दुःख पाएको मान्छे धेरै हुन्छन् हैन, धेरै हुन्छन् तर बोल्न सक्दैनन् के। बोल्न नसक्नको कारणले चाहिँ मान्छे पछि परेको हुन्छ। त्यसकारणले मैले हरेक मान्छेलाई भन्छु बोल्नुस्, आफ्नो दुःख कहाँ पोख्ने कसरी पोख्ने भन्ने ठाउँ हुन्छ। भाइले मलाई त्यो दुःख नपोखेको भए सायद भाइलाई यहाँ पनि ल्याउन थिएन हैन। भाइले मलाई यस्तो यस्तो भयो दाइ, यस्तो यस्तो भयो, दुःख भयो, एकदमै दुःख भयो भनेपछि चाहिँ मैले चाहिँ भाइलाई चाहिँ मैले ल ठिक छ साहुले के भन्ला मलाई मतलब छैन, तर मैले तिमीलाई चाहिँ 1 महिना 2 महिना चाहिँ मैले पक्कै राख्नेछु भनेर भाइलाई चाहिँ लिएर आएँ आज चाहिँ हैन। तपाईँलाई फेरि लाइभमा भनेको थिएँ, फेरि यो भाइलाई लियो कि लिएन भनेर तपाईँहरूलाई जिज्ञासा लाग्छ, भाइकै मुखबाट सुन्नुभयो हैन। जे होस् मलाई चाहिँ दुःखको परेको बेला साथ दिन एकदमै लाग्छ कि जस्तै दुःख जस्तै सबैजनालाई दुःख पर्दैन आफूलाई दुःख परे जस्तो लाग्छ कि। सानोदेखि दुःख गर्दै स्ट्रगल गर्दै आएको मान्छे हो, त्यसकारणले दुःख देख्न सक्दैन के सबैको। जे होस् अब मेरो भेनालाई पनि धेरै धेरै धन्यवाद। भेनाकै कारणले म चाहिँ भाइलाई चाहिँ यस्तो सपोर्ट गर्न सकेँ, सबैजनालाई सपोर्ट गर्न सकेँ। मेरो मान्छे धेरै छन्, धेरैले सहयोग गर्नुभयो, उहाँलाई धेरै धेरै धन्यवाद। तर यो स्ट्यान्डमा बस्नको लागि चाहिँ भेनाले चाहिँ एकदमै सहयोग गर्नुभएको छ हैन। हाम्रो विराज भेना चाहिँ एकदमै मनको सफा मान्छे, त्यस्तो मान्छेहरू हुनुपर्छ भन्ने मलाई लाग्छ। ल हस्त धन्यवाद। जे होस् सबैजना चाहिँ हामी एकजुट हुनुपर्छ।